अहिले चाहिँ म यहाँ स्याउ बगैँचामा छु। स्याउको रुख चाहिँ यस्तो हुँदछ है, हेर्नु है। यसरी माथि जाली लगाएको हुन्छ है। यो चाहिँ पानी धेरै पर्दो रहेछ क्या। अहिले म हिमाचलमा छु कि हिमाचलमा चाहिँ पानी धेरै पर्दछ। पानीका सँगसँगै असिना आउँदो रहेछ र स्याउले बिगारिदिँदो रहेछ है असिनाले। त्यही भएर जाली चाहिँ यसरी माथिबाट लगाउँदो रहेछ है। यसरी फलाउँदो रहेछ स्याउ। अहिले चाहिँ यत्रो यत्रो हुँदैछ र बगैँचा चाहिँ हिजो यहाँ असिना आइरहेको थियो। आमामा ढुटो पारेछ सबै स्याउलाई। अहिलेसम्म यहाँको चाहिँ असिना चाहिँ पग्लेकै छैन है। यत्रो ठुलो ठुलो हुन्छ असिना पनि यहाँ जम्मेर।